ऊ मेरो बाबुको फोन आयो। हेलो बाबु। आमा ढोक गरे। हेलो बाबु, आज धेरै थाकेको जस्तो सुनिन्छ नि तिम्रो सास। हो आमा, अलि थाकेको छु आज, काम धेरै थियो। पैसा त आउँछ तर धेरै नै खटिनुपर्छ। तिमी आज 50 डिग्रीको घाममा पसिना बगाइरहेको सोच्दा कलेजो चिरिन्छ बाबु। सानो हुँदा तिमीलाई घाम लाग्छ भनेर छाया खोज्थेन। आमा, म पनि नेपालमै तपाईँको छेउमै दुःख गर्न चाहन्थे, तर देशमा आउँदा कहिल्यै त्यो अवसर मिलेन। बाध्य भएर विदेशिनु पर्यो। बाबु, अहिले देशमा केही फरक हावा चलेको छ। रवि र बालेनको ऊर्जा देख्दा मनमा फेरि केही आशा पलाएको छ। हो आमा, म पनि त्यही महसुस गर्दैछु। यी नयाँ शक्तिहरू बोल्ने मात्र होइन, काम गर्छन् जस्तो लाग्छ। यदि देश साँच्ची नै बदलियो भने म फर्केर फेरि नेपालमै दुःख गर्न चाहन्छु आमा। हो बाबु, आफ्नै माटोमा पसिना बगाउन पाउनु नै सबैभन्दा ठुलो गर्व हो। आमा, अब म छिटै देश छोड्न होइन, देश बनाउन फर्किन चाहन्छु। यसपटक भोट हाल्दा घन्टीमा सोचिदिनु है। सायद तपाईँको यही सानो निर्णयले हामी फर्किने बाटो खोलिदिन्छ कि। बाबु, युवाहरूमा देश बदल्ने आशा देखेँ। यसपटक आमाको भोट घन्टीमै पर्छ। आमा, यो भोट कुनै पार्टीका लागि भन्दा पनि हाम्रो भोलिको भविष्यको लागि हो।